अब हामीसँग एउटा लघुकथा वाचन हुन्छ। यस आमाको आँखा सङ्ग्रहबाट म भुपी एलजीलाई एउटा लघुकथा वाचनको लागि आग्रह गर्छु। कृपया अगाडि आइदिनुहोस् होला। उहाँ सोभियो सभापति पनि हुनुहुन्छ, एकदम इनर्जेटिक मान्छे जस्तो लागिरहेको छ। तिमी मनुवा हाँस तिमी आमा मृदु भाषिनी जीवन मृत्यु संहार बाबा तिमी सङ्गिनी तिमी मन्द हाँस तिमी आमा मृदु भाषिनी जीवन मृत्यु संहार बाबा तिमी सङ्गिनी सबैजना एकमुष्ट रूपमा हार्दिक नमन। सर्वप्रथम आजको यस लोकार्पण समारोहका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू र आजको यस लोकार्पण समारोहकी लेखेका आदरणीय प्रिय दिदी शोभा अधिकारीज्यू र मञ्चासीन समालोचकज्यूहरू, प्रमुखले बहुमुखी क्याम्पसकी आदरणीय गुरुआमा सहायक प्रमुख बिमला नेपालज्यू, जुनबाट म धेरै साहित्यको विषयमा अझै उहाँबाट धेरै कुरा सिकेकी छु मैले, र यहाँ उपस्थित आफ्नो आफ्नो विधामा पोख्त सम्पूर्ण साहित्यिक हुनरहरूप्रति म व्यक्तिगत तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन नमन। र तपाईँ सम्पूर्णमा पद्मकन्या समग्र परिवारको तर्फबाट हार्दिक स्वागत पनि गर्न चाहन्छु। र सर्वप्रथम म कथा सुरु गर्नुभन्दा पहिला आदरणीय दिदी शोभा अधिकारीजीलाई धेरै धेरै बधाई दिन चाहन्छु यो आमाको आँखा लोककथाको लागि। मैले दिदीलाई केही थोरै चिनेको छु। 2057 सालको उत्सवादेखि लिएर उहाँ छोरी, विद्यार्थी, नेत्री, श्रीमती, शिक्षिका, आमा सँगसँगै आज उहाँ लेखनको क्षेत्रमा लेखकको रूपमा स्थापित हुनुभएको छ। उहाँको यात्रा तपाईँहरू सबैको लागि प्रेरणाको स्रोत बन्न सक्छ। र मेरो लागि त जति बेला मैले चिनेकी छु उहाँले थोरै किस्साहरू भन्नुभएको थियो। 2057 सालमा जब म सभापति थिएँ, म आज त्यही सुप्रिमको सभापति छु। तब मैले नेतृत्व मात्रै गर्दै थिएँ, सडकका आन्दोलन, विद्यार्थीका आन्दोलनहरू मात्रै म साह्रै हुँदै थिएँ भुपी। म स्वावलम्बी पनि बन्नको लागि शिक्षाको काम पनि गर्थेँ भन्नुभएको थियो। त्यसैले पनि मैले समाजमै प्रभावित छु र दिदीलाई युथको लागि बधाई सँगसँगै अझै दिदीहरूका सपनाका जुन सिँढीहरू छन् त्यो सिँढीहरू सफलताको शिखर चुनुन् भन्ने शुभकामना सँगै मैले मूल कथा सुरुवात गरेँ। र यो कथाको शीर्षक रहेको छ आमाको आँखा। म भाषण गर्न गइरहेको छु। श्रीमतीको कटु वचनले आज रोमीले आफ्नो आमा सम्झियो। उसको मन भटक्क भयो। छोराछोरीको मुख हेऱ्यो, मन बुझेन। केही नभने घरबाट कार लिएर निस्कियो। दाई दाई भाउजू भाउजू, रोमीले पुरानो घरबेटीलाई बोलायो। ओहो रोमी, कहाँबाट आयो? 2 महिना अघि तिमीले आमा आएर सामान र चिठी छोडेर जानुभएको थियो। तिमी घर बनाएर सर्यौ, तिम्रो ठेगाना थाहा नभएर खबर गर्नै पाइयो। चिठी दिँदै भने। रोमीले चिठी खोल्यो। बाबु, तिमी मेरो मुटु, प्राण, जिन्दगी, हाँसो, खुसी सुख सबै चिज हो भन्ने लाग्थ्यो। बाबु, तिमी मेरो मुटु, प्राण
जिन्दगी हाँसो सुख सबै चिजहरू जस्तो लाग्थ्यो। मैले तिम्रा लागि अन्याय अत्याचार दमन पीडा खेपे। मैले तिम्रा लागि अन्याय अत्याचार दमन पीडा खेपे। त्याग तपस्या समर्पण गरे। इच्छा चाहना आवश्यकता आफैमा सीमित राखे। तिमी 2 वर्षको हुँदा म 18 वर्षकी थिएँ। तिम्रा बाबा धन कमाउन घर छोडेर गएका कहिले फर्केनन्। सानोमा खेल्दा लडेर तिम्रो आँखा फुट्यो। मेरो अनुरोधमा डाक्टरले मेरो आँखा तिम्रोमा प्रत्यारोपित गरिदिए। फलस्वरूप आज तिमी इन्जिनियर बन्यौ। म कानी आमा बने बाबु। म कानी आमा बने बाबु। तिमीले घरबाट निक्ल भनेपछि म गाउँ फर्किएँ। जब तिमीले मलाई घरबाट निक्ल भन्यौ म गाउँ फर्किएँ। गाउँको जहाँ तिमीले बिक्री गरिसकेका रहेछौ। मेरो बास वृद्धाश्रममा हुन पुग्यो। म दमले थलिएकी थिएँ। अन्तिम क्षणमा तिमीहरूको याद आएर भेट्न आएकी थिएँ। भेट भएन। तिमीहरू ठाउँ सरिसकेका रहेछौ। पुगी तिमीले आमा। रोमी भक्काइँदै रुन थाल्यो। आमा! मेरो आमा! तिमी कानी होइनौ। म पो कानो। म कानो। आमा! आमा खोज्नु गाउँतर्फ हिँड्यो। भेटाएन। धेरै दिनपछि खबर पायो। सडकमा भेटिएको बेवारिसी लास पनि पुलिसले कानी आमालाई सदाका लागि अन्त्येष्टि गरिसकेका रहेछन्। रोमी आमाको अन्त्येष्टि गरेको घाटमा पुगेर छाती पिटी पिटी चिच्याउँदै रुन थाल्यो। आमाको आँखा। धन्यवाद।